हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज पनि न्यू डे न्यू ब्लग लिएर उपस्थित भइसकेका छौँ र आज चाहिँ हामी कहाँ जान लागिरहेका छौँ भन्दाखेरि बिस्तारै बिस्तारै थाहा पाउनु नै हुनेछ। यसको लागि चाहिँ हजुरहरूले मेरो ब्लग अन्तिमसम्म हेर्नुपर्ने हुन्छ र अन्तिमसम्म हेरेर साथ सपोर्ट र माया गरिदिनुहुन्छ भन्ने पनि आशा राख्दै मैले आजको नयाँ ब्लग स्टार्ट गरेँ। के अरे थानीमै मन्दिरमा जाने भनेको बाजा त बजा होइन, तर पनि बाइक नाचिरहेको हो। के हो बाजा उताबाट बजाएर गहन बाइक यता नाचिरह, बाइक पनि रह आज थानीमै मन्दिर जाने भनेर होइन। के अरे आफै गाउँदै आफै नाच्दै गरिरह, फन्नी भयो। के अरे हामी चाहिँ अब होइन यस्तो भ्लग बनाउँदै जाने हो होइन। तपाईँहरूले नि सपोर्ट गरिदिनु होला होइन, तपाईँहरूले सपोर्ट गरिदिनु भयो भने होइन। के अरे तपाईँहरूले सपोर्ट गरिदिनु भयो भने होइन म नयाँ बाइक किन्छु होइन। के अरे तपाईँहरूले सपोर्ट गरेर अनि युट्युबबाट अनि भिडियो हाल्दा होइन के अरे मैले धेरै पैसा कमाउँछु होइन। अनि म अर्को नयाँ बाइक किन्छु होइन। अनि त्यसपछि फेरि अनि भिडियो बनाएर हाल्दा फेरि अनि अझै धेरै पैसा कमाउँछु होइन। त्यसपछि फेरि म अलि थार किन्छु, अझै राम्रो मलाई गाडीको नाम त आउँदैन होइन। यो यहाँ त मिक्सर पल्टिएछ रे। मिक्सर पल्टिएछ रे, कोही आइदेऊ रे। उठाइदेऊ कोही आइदेऊ मिठो माया लाइदेऊ, गालामा चुप खाइदेऊ, आँखा नि झिम्काइदेऊ। कसो हेर्नु सक्नुहुन्छ भ्यूहरू होइन, पुरै हरियाली छ, कुहिरो लागिरहेको छ, मौसम पनि कुल भइरहेको छ र पानी पर्न सक्ने अवस्था पनि रहेको छ। हेर्नुहोस् आजको अवस्था, हामी चाहिँ यहाँ यसरी हिँड्दैछौँ र हामी चाहिँ यसरी हिँड्दैछौँ र चिसो ठन्डी मौसम हे। अब यहाँ एउटा ठन्डी भनौँ त, यता लड्की आएर है भनेर लड़की आ रही है, मुझ छुप के आ रही है। देख्न सक्नुहुन्छ अब चाहिँ हामी लगभग थानीमै मन्दिर पुग्न लागिसकेका छन्। थोड़ी है अब तो रास्ते ज्यादा नहीं है र हामी चाहिँ अब पुग्न लागि अच्छा भने कि